आदरणीय दर्शकबिन मुकुमलुङ इक्सामा यहाँहरूलाई स्वागत छ। प्रस्तुत म सुरेन लिम्बू। सुन्नुहोस् अबको अपडेट। अहिले तत्कालै किरण याक्तेन डिबी फागुहरूद्वारा चलाइएको अभियान एकता अभियानलाई मध्यनजर गर्दै म उपस्थिति भएको छु। उहाँहरूको पहिलो चरणको अन्तर्वार्ता असफल भएको देखिन्छ यानि कि एमेनो क्रान्तिकारीको अधिवक्ताहरूद्वारा यी कुराहरूलाई प्रस्ट्याइएको छ। एमेनो क्रान्तिकारी र डिजिजीलाई एक बनाउन चाहने कुमार याक्तेन डिबी फागुज्यूहरूलाई यतिखेर कुमार याक्तेन लिम्बू यानि कि पूर्व एमएनओको मूल सचिव 13 वर्षसम्म उहाँ हुनुहुन्थ्यो। यसै विषयमा उहाँलाई जुन एकता अभियानलाई कस्तो तरिकाले अगाडि सारिराख्नु भएको छ, कस्तो जुन प्रकारको कार्यक्रमहरूलाई चाहिँ प्रस्तुत गर्नुहुन्छ भन्ने विषयमा हामीले किरण याक्तेनज्यूलाई मुकुमलुङ इक्साको फ्रेममा ल्याएका छौँ। त्यसकारण अब मुकुमलुङ इक्सामा किरण याक्तेनसँगको ती अन्तर्वार्ता र विभिन्न एकता बनाउने विषयदेखि लिएर विभिन्न विषयको समसामयिक विषयहरू बहस हुनेछ। आजको पाहुनासँगको गफ सुन्नुहोस्। किरण याक्तेनज्यू, तपाईँलाई मुकुमलुङ इक्सामा स्वागत छ। हजुर, मेरो पनि स्वागत छ यहाँलाई। सर अहिले च्यानल हेर्ने सबैलाई स्वागत छ। थ्याङ्क यू सर। सर अहिले भर्खरै जुन केही समय अगाडि चाहिँ टिबी फागु र किरण याक्तेनज्यूको जुन थियो चाहना एकता बनाउने र यता डिजिजी पक्षबाट पनि यसलाई मान्यता दिँदै त्यो कार्यक्रमहरू चाहिँ चलाउनु भएको थियो। पहिलो चरणमै किन असफल भयो? के भयो? यो असफल भएको छैन। हजुर, यो चाहिँ सुरुवात हो। हजुर। अब मिडियामा कसैले त अफवाह हल्ला फैलाउनु त्यो अलग कुरा हो, तर असफल भएको छैन। निरन्तर छ वार्ता, निरन्तर छ। सर, पहिलो चरणको वार्तामा नै जुन यता एमएनओ क्रान्तिकारी र डिजिजीलाई एक बनाउने चाहना तपाईँहरू पूर्व एमएनओको सक्रिय कार्यकर्ता र उच्च तहको कार्यकर्ताहरू हुनुहुन्छ, होइन? सर, अहिले जुन यो एमएनओ क्रान्तिकारी र डिजिजीको एउटै चाहिँ जुन छ धारणाहरू, जुन प्रकारको त्यहाँ झन्डामा विवाद भए तापनि भित्री आचार संहिता एउटै छ, भित्री विधानहरू र एउटै तरिकाले चाहिँ राज्य सत्तामा पुग्ने उनीहरूको चाहिँ सोच छ। अलग अलग बाटो भए तापनि यसलाई एक बनाउने चाहिँ तपाईँहरूले के छ त, यसको रणनीति के छ त? तपाईँ कसरी बनाउन सक्नुहुन्छ? विशेष गरिकन के छ त भन्दा मूल छिटफुट सानातिना कुराहरू उहाँहरूमा बेमेल छ, होइन? तर मूल भनेको चाहिँ तपाईँको के छ त भन्दाखेरि मङ्गोलवाद दर्शन, यो चाहिँ उहाँहरूको चाहिँ मेन एजेन्डा हो। त्यो चाहिँ मिल्छ उहाँहरूको। अनि त्यसले गर्दाखेरि चाहिँ अब यो सानोतिनो विवादहरूमा यसलाई चाहिँ मेटेर अब मूल एजेन्डामै सबैजना चाहिँ भेला हुने भन्ने कुरा चाहिँ यही नै हो। सर, एमएनओ क्रान्तिकारीलाई डिजिजीमा लानु खोज्नु भएको हो कि डिजिजीलाई चाहिँ एमएनओ क्रान्तिकारीमा ल्याउनु खोज्नु भएको? के छ यसमा? होइन, त्यो होइन। के छ भने अब यो चाहिँ यसलाई चाहिँ एकता भनिसकेपछि तपाईँको डिजिजीको पनि डिजिजी क्रान्तिकारीकोमा गएको होइन, क्रान्तिकारी पनि डिजिजीकोमा आएको होइन। उहाँहरूमा चाहिँ एक आपसमा लेउ र देऊ केही त्यस्तो चाहिँ अब टेक एन्ड गिभ भन्छ नि, होइन? त्यही गरेर चाहिँ अब सबै कार्यनीति एउटै छ, मेन अब तपाईँको मेरुदण्ड एउटै छ। अब सानातिना कुराहरूमा किन अल्झेर बस्ने भनेर ठुलै शक्ति तयार गर्दै अब हामी जाउँ। एमएनओ डिजिजी र एमएनओ क्रान्तिकारी मात्रै होइन, लगायत तपाईँको जति पनि छन् एउटा मङ्गोल मुक्तिको मुद्दा बोक्नेहरू सबैसँग चाहिँ एकत्रित हुँदै जाने भन्ने नै कुरा हो। सर, अनि यो जुन जुन प्रमुखहरू छन्, यिनीहरू प्रमुख विभागहरू चाहिँ कसरी मिलाउनुहुन्छ? जस्तो कि एमएनओ क्रान्तिकारीको प्रमुख शक्ति चामलिङ हुनुहुन्छ, अनि एमएनओ डिजिजीको चाहिँ बिरलाल वलाङ हुनुहुन्छ। यिनीहरूलाई दुईटैलाई पदबाट निष्कासन गर्नु पर्यो, होइन भने यी दुईजनालाई कसरी म्यानेज गर्न सकिन्छ त? के छ त यसको चाहिँ? कि पैसामा किन्नु पर्यो? हजुर, सजिलो छैन, होइन? हजुर। अब साँच्चै नै मङ्गोल मुक्तिको लागि लडेको हो भने
कार्यकर्ताहरूको अनुरोधलाई दुवै पक्षको नेताले स्वीकार गर्नुपर्छ। यदि दुवै पक्षको कार्यकर्ताहरूको अनुरोधलाई नेताले स्वीकार गर्दैन भने कार्यकर्ताहरूले सोच्नुपर्ने कुरा आउँछ यसमा। सर अस्ति जुन एमएनओ क्रान्तिकारीको कोष अध्यक्ष धर्मशिला ज्यूसँग चाहिँ मेरो कुराकानीमा चाहिँ एमएनओ क्रान्तिकारीको तर्फबाट 4 जना मात्रै लगिने बाँकी छोडिदिने भन्ने कुराहरू आयो। यो त पक्षपात भएन र सर? के तपाईँहरूले चाहिँ के गर्नु? हजुर, एमएनओ डिजिजीको चाहिँ उहाँहरूको चाहिँ अब यो त वार्ता हो नि, यो त डिजिजीको तर्फबाट चाहिँ उहाँको प्रस्ताव। डिजिजीको प्रस्ताव हो। डिजिजीको प्रस्ताव चाहिँ कस्तो भने मूल सचिव क्रान्तिकारीको अध्यक्ष प्रेसिडेन्टलाई चाहिँ मूल सचिवमा डिजिजीको मूल सचिवमा लाने। हजुर। अनि त्यसपछि 4 जना केन्द्रीय सदस्य लिने। हजुर। भन्ने कुरा हो। सर एमएनओ क्रान्तिकारीको जुन संघीय सभाको अध्यक्ष शक्ति चामलिङलाई मूल सचिवमा लिने, त्यसो भए त्यो संगठनको नाम क्रान्तिकारी नाम राख्ने होइन भने एमएनओ डिजिजी नै नाम राख्ने हो भने शक्ति चामलिङलाई चाहिँ प्रमुख बनाउने, यो प्रस्ताव चाहिँ क्रान्तिकारीबाट आयो भने डिजिजीले मान्न तयार छ कि छैन? तपाईँहरूले यसलाई पारित गर्नु सक्नुहुन्छ कि सक्नुहुन्न? यस्तो हो, सबैभन्दा यहाँ को हुने नेता भन्दा पनि होइन, हजुर, क्रान्तिकारीको अध्यक्ष हुने कि डिजिजीको अध्यक्ष हुने कि को हुने नेता भन्दा पनि विशेष गरिने के छ त भन्दा यहाँ मङ्गोल मुक्तिको कुरा हो यो। हजुर हजुर। त मङ्गोल मुक्तिको कुराको लागि चाहिँ विशेष गरिकन चाहिँ के छ त भन्दाखेरि यो नेता को हुने भन्दा पनि अहिले चाहिँ विशेष गरिकन अब हामी त्यो सङ्गठनहरू चाहिँ एकीकृत भएर कसरी जाने मूल कुरा चाहिँ यो हो। नेताको सवालमा पनि तपाईँको त्यो आउँछ, तर हालको अवस्थामा चाहिँ आउने महाधिवेशनसम्ममा चाहिँ एमएनओकै डिजिजीको प्रेसिडेन्टलाई प्रेसिडेन्ट मान्दै क्रान्तिकारीको प्रेसिडेन्टलाई चाहिँ डिजिजीकै मूल सचिव मान्दै यसरी जाने भन्ने कुरा चाहिँ डिजिजीको चाहिँ प्रस्ताव हो। डिजिजीको प्रस्ताव भनेपछि क्रान्तिकारीको तर्फबाट कुनै पनि प्रस्तावहरू त्यहाँनिर चाहिँ सो भएन होइन त? यस विषयमा चाहिँ होइन, भयो। हजुर। हामी त अल्पमतमा पऱ्यौँ भन्ने कुराहरू उहाँबाट आयो होइन, अनि यो त एकदम सङ्ख्या कम भयो। अब डिजिजीको चाहिँ 35 जना चाहिँ जुन एउटा केन्द्रीय बडीमा चाहिँ अब हामी 4 जना मात्रै रहनु चाहिँ अलिकति यो हामी चाहिँ अल्पमतमा पऱ्यौँ भन्ने त्यस्तो कुराहरू आयो। अब यसमा चाहिँ के छ त भन्दा यो पहिलो चरणको वार्ता भएको कारणले गर्दाखेरि तपाईँको यो चाहिँ अब जुन डिजिजीले प्रस्ताव राखेको छ होइन, अब यसमा चाहिँ उहाँहरूको पनि आएको छ फेरि प्रस्ताव, तर यतिजना भन्ने आएको छैन। अब अहिले चाहिँ के छ त भन्दा अब उहाँहरूलाई चाहिँ त्यो मूलवासी एकता सङ्घर्ष समितिको चाहिँ म मूल सचिव भएको हैसियतले अनि हाम्रो समिति मार्फतबाट चाहिँ जाँदैछ पत्र उहाँहरूलाई। तपाईँहरूको चाहिँ स्पष्ट अवधारणा के छ त, यस्तो यस्तो छ डिजिजीको, तपाईँले अब लिखित रूपमा दिनु पर्यो भनेर होइन। अनि उहाँहरूको आउँछ, आइसकेपछि फेरि अनि डिजिजीले चाहिँ त्यो उहाँहरूको आएको जुन एजेन्डामा चाहिँ प्रस्तावमा चाहिँ अब डिजिजीले त्यहाँनिर बहस गर्छ। यसरी नै अब गर्दै जाने हो। ठिक छ, शुभकामना र सफलता होस् भन्न चाहन्छु, तर पनि कुनै पनि ढङ्गले पक्षपाती तरिकाले चाहिँ हुनु भएन। किन भन्दाखेरि एमएनओ क्रान्तिकारी पनि एउटा सरकारसँग परिचित सङ्गठन भइसकेको छ, डिजिजी पनि त्यही प्रकारको सङ्गठन हो। दुईटैमा चाहिँ डाक्टर गोपाल गुरुङको जुन फिलोसोफी सिद्धान्तको गुण रहेको छ त्यो सङ्गठनहरूमा, तर पनि एक छैनन्। यो एक बनाउने काम यदि तपाईँहरूले सफल पार्नुभयो भने तपाईँहरू नै हुन् महान व्यक्तिहरू। तर बिचमा ल्याएर चाहिँ दुई मत भन्नुको मतलब के हो भन्दाखेरि सर्प पनि नमर्ने लट्ठी पनि नभाँचिने जस्तो दुईटै सङ्गठनलाई चाहिँ बराबर मिलाएर लैजानु सक्नु पर्यो। यो यस्तो हो है, यो चाहिँ के भने यहाँनिर चाहिँ अब हामी महान व्यक्तित्वको भन्दा पनि विशेष कुरा चाहिँ के छ भने सबैभन्दा पहिला यो दुईटा सङ्गठन भन्दा पनि पहिला सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के हो भने एमएनओबाट फुट हुनु हुँदैन थियो। एउटा कुरा विविध कारणवश अब त्यो फुट भयो, त्यो चाहिँ ठुलो दुर्घटना हो। र त्यस कारणले गर्दाखेरि अब यो क्रान्तिकारी डिजिजी सबै नै एमएनओमा जाने हो। यो यसको अन्तिम लक्ष्य भनेको चाहिँ मूल घर चाहिँ कहाँ हो, मूल झन्डा कहाँ छ, त्यहाँ पुग्ने हो लक्ष्य चाहिँ। यो चाहिँ त्यो हो। त्यस कारणले एमएनओ डिजिजी र एमएनओ क्रान्तिकारी मात्रै अब एकता भएर चाहिँ रहने होइन।
यो चाहिँ त्यो हो। त्यस कारणले गर्दाखेरि यहाँ एमएनओ डिजिजीको पनि एमएनओ क्रान्तिकारीको अब केही हदसम्म रहला। जबसम्म तपाईँको पुरानो घर एमएनओसँग चाहिँ तपाईँको उहाँहरू जानुहुन्न, उहाँ समाहित हुनको लागि त्यसलाई समाहितै भन्नुपर्छ यो शब्दलाई चाहिँ त्यहाँ जाँदा चाहिँ। अच्छा मूल घरमा तपाईँको वापस फर्केर जानुहुन्न तबसम्म चाहिँ अब यी कुराहरू रहन्छ तपाईँको प्रश्नहरू होइन, डिजिजी र क्रान्तिकारी कुराहरू होला। तर त्यहाँ गइसकेपछि अब डिजी र क्रान्तिकारी भन्ने शब्द चाहिँ त्यतिखेर तिनीहरू अब त्यो डिजल्भ त्यो हुने हो। अनि मेन यसको एकताको लक्ष्य नै यो चाहिँ के हो त भन्दा सबैभन्दा पहिला चाहिँ मूल घर एमएनओ जो गोपाल गुरुङले उहाँले जन्माउनु भयो, उहाँले ब्रिफकेसमा ल्याउनु भएको थियो झन्डा र तपाईँको घोषणा पत्रहरू, त्यसलाई चाहिँ टिभी फागो र म किरण एकदिन र मेरा केही साथीहरूले यहाँ दानाबारीबाट सुरुवातमा हामीले यहाँबाट सुरु गरेर इलाममा 47 साल भदौ 2 गते हामीले चाहिँ पहिलो झन्डा उठायौँ। पहिलो झन्डा उठाउने व्यक्ति हामी, अनि हामीलाई धेरै माया लाग्छ। ठुल्ठुलो सङ्घर्ष पनि गर्ने थियो, अब यहाँ आएर भनेर साध्य हुँदैन त्यो कुराहरू। अनि त्यसले गर्दाखेरि अनि हामी टिभी फागो म किरण एकदिन मात्रै नभएर अरू पनि छन् सङ्घर्ष समितिमा चाहिँ जो एमएनओमा प्रवेश गरेको छैनन्, क्रान्तिकारी पनि छैनन्, डिजिजीमा पनि छैनन् होइन, जो स्वतन्त्र व्यक्तिहरू हुनुहुन्छ तर उहाँहरू चाहिँ एकीकृत भएको चाहनुहुन्छ, त्यस्ता व्यक्तिहरू पनि हुनुहुन्छ, धेरै हुनुहुन्छ सर। अहिले उहाँहरूको सर यो हाम्रो अन्तिम लक्ष्य चाहिँ के भन्दाखेरि उद्देश्य भनेको चाहिँ हाम्रो चाहना र कार्यकर्ताहरूको पनि चाहना चाहिँ के भने अब यो टुक्रा टुक्रा भएर रहने होइन, मूल घरमा जाने हो। सर यस्तो सर 80% अहिन्दू मूलवासी मङ्गोल रहेको ठाउँमा 20% खस आर्यहरूको 54-55वटा पार्टी छ, यो तपाईँलाई थाहा छ। हाम्रो 80% मूलवासी भएको ठाउँमा 4-5वटा हुँदैमा तपाईँलाई चाहिँ किन यस्तो साह्रो आपत्ति भयो? कि तपाईँ पनि ब्राह्मणवादबाट सञ्चालित हुनुहुन्छ? यो तपाईँको क्वेसन सही हो यो है, ल भन्नुहोस्। हजुर त्यो अवस्था अहिले हाम्रो होइन। तपाईँको जुन प्रश्न तपाईँले गर्नुभयो नि होइन, अब जस्तै अहिले 20% खस आर्यले तपाईँको शासन सत्ता चलाएको राष्ट्रमा होइन, के को 55वटा अझ धेरै पनि छन् पार्टीहरू होइन, तर आज हामी 80% भएकोमा 4-5वटा पार्टी हुँदाखेरि तपाईँलाई के आपत्ति, किन एउटै हुनु पर्यो भन्थे? उहाँहरूको लडाइँ र हाम्रो लडाइँ भिन्दै हो नि त, भिन्दै छ। त्यस कारणले अहिलेको अवस्था भनेको हामी टुक्रिएर जाने अवस्था होइन, त्यो दिन पनि आउला, त्यो दिन आउला। 50-60 मात्रै नभए 100वटा पनि हुन सक्ला त्यो पार्टीहरू त्यतिखेर मङ्गोलको। तर अहिलेको अवस्थामा चाहिँ त्यो होइन, त्यो अवस्थामा अहिले हामी छैनौँ र हुनु हुँदैन र हुने मनस्थिति हामीले तयारी पनि गऱ्यौँ भने त्यो चाहिँ ठुलो भुल हुनेछ। हजुर हजुर, कुरो त तपाईँको पनि सही हो सर। यो जुन पुरानो जुन कुराहरू याद आयो हामी सुन्दै थियौँ त्यतिखेर सर, तपाईँहरू जुन एमएनओको पहिला सक्रिय कार्यकर्ता र उच्च तहको व्यक्तित्वहरू हुँदाखेरि डाक्टर गोपाल गुरुङले इलाम 5 थान कता कता चाहिँ जुन स्वतन्त्रमा उठेर चाहिँ त्यहाँ धेरै सिटहरू जित्नुभयो भन्ने कुराहरू हामीले सुन्थ्यौँ। यो चुनाव चिन्ह भालेमा किन उठ्नु भएन, किन स्वतन्त्रमा उठ्नुभयो? यस्तो छ हजुर, यो चाहिँ के भने स्वतन्त्रमा उठ्नुको कारण चाहिँ त्यो एउटा बाध्यता पनि थियो। विशेष गरी त्यो सङ्गठनबाट उठ्न चाहिँ हामीलाई चाहिँ त्यो त्यतिखेर थिएन है। किन थिएन भन्दा मङ्गोल नेसनल अर्गनाइजेसन सङ्गठन जुन दर्ताको लागि हामीले निर्वाचन आयोगमा गयौँ, तत्कालीन निर्वाचन आयोगमा जाँदाखेरि चाहिँ दर्ता पाइएन। अनि दर्ता नपाएपछि चाहिँ हामीले निर्वाचन आयोगलाई हामीले चाहिँ मुद्दा लगाइयो सर्वोच्चमा। त मुद्दा लाउने क्रममा चाहिँ तपाईँको जात जातिको धारा देखाएर चाहिँ तपाईँको मङ्गोल नेसनल अर्गनाइजेसन चाहिँ जात जातिको दहेज भड्काउने, जातीय सत्ता भड्काउने भएको हुनाले यो मङ्गोल नेसनल अर्गनाइजेसनलाई दर्ता नदिएको भन्ने चाहिँ त्यो भएको। अनि त्यसमा चाहिँ बहस के भयो त भन्दाखेरि हाम्रो प्रेसिडेन्टको तर्फबाट अब यो जात जातिको धारा भनेको हिन्दूलाई मात्र लाग्छ श्रीमान, हामी अहिन्दू मङ्गोलहरूमा जात जाति हुँदैन। त त्यस कारणले हामी अहिन्दू मङ्गोलहरूलाई नलाग्ने धारा हिन्दूलाई लाग्ने धारा जबरजस्ती किन लादिन्छ, यो अन्याय हो श्रीमान। त्यस कारणले एमएनओले दर्ता पाउनुपर्छ भनेर भन्दा त्यतिकै मुद्दा गयो। मुद्दा चल्दैपछि त्यो मुद्दालाई चाहिँ उहाँहरूले जिताउनु पनि सक्नु भएन, अनि त्यो हार्नु पनि तपाईँको हराउनु पनि सक्नु भएन। तर त्यतिकै त्यो डिसमिस भयो। अब हामीहरूले चाहिँ त्यतिखेर स्वतन्त्र रूपमा चाहिँ
चुनाव लड्नुको कारण चाहिँ के थियो त भन्दाखेरि अब हामीले अन्तर्राष्ट्रियले हामीप्रति हेर्ने नजर पनि एउटा बनाउनु पर्ने थियो। त हाम्रो मुद्दालाई, मङ्गोलको मुद्दालाई चाहिँ स्वतन्त्र रूपमा पनि हामीले व्यक्ति उठाएर पनि यदि जितेको खण्डमा क्याबिनेटमा त्यो हाम्रो मुद्दा चाहिँ आवाज उठाउन हामी सक्छौँ। यसो गर्नाले चाहिँ के थियो त भन्दा एउटा राष्ट्रले पनि हामीप्रति हेर्ने नजरमा अलिकति गर्ने जुन व्यवहार हुन्छ त्यसमा उहाँहरूलाई पनि एउटा असजिलो हुने, हामीलाई दबाउनुको लागि। अर्कोतिर अन्तर्राष्ट्रिय लेभलबाट पनि हामीप्रति हेर्ने भाव अब जुन एउटा धारणा हुन्छ त्यहाँ चाहिँ अलिकति राम्रो देख्ने, ताकि भोलि हतियारै उठाउनु परेको खण्डमा हामीलाई टेररिस्ट नबनोस्। किनभने त्यो दिन आउन सक्छ। त्यस कारणले गर्दाखेरि अब हामीलाई जुन संविधानले निर्वाचन आयोगले वञ्चित गर्यो, दर्ता दिएन, नदिए पनि हामीलाई त के थियो त भन्दा भोलि अन्तर्राष्ट्रिय लेभलबाट चाहिँ अनि इन्डिपेन्डेन्टबाट पनि तपाईँले त उम्मेदवार त्यसरी दिएर के अरे क्याबिनेटमा तपाईँले आवाज उठाउन सक्नुहुन्थ्यो, किन दिनु भएन भन्दा हामीले के भन्ने। त्यस कारणले गर्दा अनि त्यो धारा निर्वाचन आयोग त्यो धारा पनि हामीले प्रयोग गरेका हौँ। सङ्गठनले चुनाव लडेन, सङ्गठनले भोट मात्र दियो, त उम्मेदवार चाहिँ हामीले स्वतन्त्र उठाएर स्थानीय तहमा पहिलो चुनावमा 57वटा सिट, दोस्रो चुनावमा 82वटा सिट हामीले विजय हासिल गऱ्यौँ। अनि त्यसपछि संसदमा चाहिँ पहिलो चुनावमा चाहिँ तपाईँको हामी दोस्रो पोजिसनमा आयौँ। यसरी रहँदा बस्दा यसरी चाहिँ वास्तवमा त्यो स्वतन्त्र रूपमा भाले चिन्ह लिएर स्वतन्त्र उम्मेदवार दिनुको कारण चाहिँ त्यो थियो। ठिकै छ सर। अब जुन एमएनओ क्रान्तिकारी र डिजिजीको जुन एक बनाउने कार्य योजनाको दोस्रो चरणको बैठक कहिले बस्नुहुन्छ? अब दोस्रो चरणको चाहिँ अहिले अब सुरु भइरहेको छ। अब यो सङ्घर्ष समितिबाट चाहिँ हाम्रो अब गफनेटबाट चाहिँ होइन सञ्जालबाट गफहरू भइरहेको छ। अनि त्यसमा चाहिँ बहस चलिरहेको छ कहिले बस्ने भन्ने बारेमा। अनि त्यो जुन अब प्रस्तावित मुद्दाहरू केहरू छ दुवैतर्फको चाहिँ आदान प्रदान गरेर छलफल बहस सुरु भइरहेको छ। लगभग छिटै नै अब टुङ्गो लाग्छ होला। तपाईँहरूको चाहिँ जुन एक बनाइ छाड्ने एउटा योजना छ होइन त? एक हुनुपर्छ, एक हुनैपर्छ भन्ने एउटा तपाईँहरूको अडानको लिएर चाहिँ हजुर एकता हुनु पर्यो। त्यति मात्र होइन, म पहिचानवादी दलहरूलाई पनि भन्छु म है, पहिचानवादी दलहरूलाई पनि म अनुरोध गर्छु। आज पहिचानको मुद्दा लिएर आज लडेको कति हो, कति वर्ष भइसक्यो कुमार लिङ्गदेन, र आज उहाँहरू आज कुन अवस्थामा छन्? त त्यस कारणले उहाँहरूले पनि अब पैसाको सानोतिनो कुरामा चाहिँ उहाँहरूले पनि अल्झेर बस्ने होइन। अब अगाडि बढ्नु पर्यो, हामी सबै एकताको सूत्रमा बाँधिएर हामी जानु पर्यो। सर तपाईँ पहिला एमएनओको केन्द्रीय सचिव पनि हुनुहुन्थ्यो होइन? मूल सचिव म है। पहिला चाहिँ म प्रचार प्रसार विभागको चाहिँ सचिव थिएँ। अनि त्यसपछि चाहिँ म एमएनओको चाहिँ मूल सचिव हुँ। मूल सचिव कति चलाउनु? मैले 13 वर्ष चलाएँ। 13 वर्ष सशस्त्र 13 वर्ष चलाएँ मैले। हजुर सर, किन यो एमएनओहरू चाहिँ अहिले खै त्यो एमएनओ जुन राजनीतिकहरू जति मङ्गोल राजनीतिकहरू गाउँ बस्ती बस्तीमा सुनिएको छैन नि? जुन क्रान्तिकारी डिजिजी यो त्यो भन्ने मङ्गोलवाद दर्शनको कुराहरू गाउँमा अझै कमी नै छ नि, के को कारणले? त्यो तपाईँलाई त्यस्तो लागेको होला, तर मैले उहाँसँग जिकेको धेरै भएको छैन है। जब हाम्रो यो थमनजी फुटेर जानुभयो नि बुद्धलाल चाहिँ यता एमएनओबाट, त्यसपछि चाहिँ तपाईँ मैले अलिकति याद गर्दा उहाँहरू धेरै हुनुहुन्छ। तपाईँ प्रवास क्षेत्रमा त उहाँहरू 32वटा देशमा हुनुहुन्छ, 6वटा प्रदेशमा हुनुहुन्छ उहाँहरू है। तपाईँको जति अहिले पुरानो एमएनओको टिम छ नि तपाईँको त्यही लेभलमा नै छन् कि तपाईँको डिजिजी। अब क्रान्तिकारीको पनि तपाईँको लगभग त्यस्तै अवस्थामा तपाईँको आइरहेको अवस्था छ। तर विडम्बना के त भन्दाखेरि यहाँनिर आफ्नो आफ्नो डम्फु अब मादल बजाउने, अनि त्यो कारणले गर्दा चाहिँ यो त भएन। त्यस कारण सबै मूल घरमा भेटिनुपर्छ, तपाईँहरू जानुपर्छ है भन्ने चाहिँ हाम्रो चाहिँ अब सबै कार्यकर्ताहरूलाई सबै अब समर्थनको साथीहरूलाई हाम्रो अब यो अनुरोध चलिरहेको छ। यो यस्तो प्रकारको पनि एउटा छ नि कुराहरू जुन एमएनओ डिजिजीको झन्डाको बारेमा पनि विवादित विषयहरू छ। यो बारेमा तपाईँले यो कस्तो सेन्सले हेर्नुहुन्छ यसलाई? जुन एमएनओ
एमएनयू तपाईँले भन्नुभएको यो चाहिँ मङ्गोलको झन्डा जुन तपाईँको डाक्टर गोपाल गुरुङले बनाएको होइन, जुन तपाईँको नाम र झन्डा चाहिँ सँगै जन्मिँदाखेरि यो जन्मेको झन्डा होइन, यो चाहिँ तपाईँको साथीहरूले छुट्टै बनाएको भन्ने तपाईँको कुरा होइन? त्यो कुरा सही हो, त्यो कुरा सही हो। सही बनाएको होइन भने तपाईँहरूले कारवाही गर्नु सक्नु पर्यो नि त। पहिला त्यो झन्डा त्यो सबै कुराहरू मिलाउनु सक्नु पर्यो नि त। त्यो यस्तो त्यो कारवाही भनेको त के हुन्छ भने सबै हो, यही नै हो हाम्रो मान्छेको कमजोरी भनेको। सबैभन्दा हाम्रो मानिसको कमजोरी भनेको कारवाही। कारवाहीलाई नै सर्वोपरि हाम्रो मान्छेले देखेको कारणले नै आज त्यो पहिचानवादी त्यो अवस्थामा पुगेको हुन्। आज एमएनओ पनि यही अवस्थामा पुगेको। यो कारवाही भन्ने तपाईँको जुन शब्द छ नि, यसलाई धेरै नै हामीले गम्भीरतापूर्वक सोचेर हेर्नुपर्ने कुरा हुन्छ सर। अनि जुन त्यसो भए यता सुन्नु है, एनआरएन पनि छ, एनआरएनको झन्डा बेग्लै छ, डाक्टर गोपाल गुरुङकै कुरा गरिरहेछ होइन, डिजिजीको पनि झन्डा बेग्लै छ, डाक्टर गोपाल गुरुङकै कुराहरू गरिराखेको छ। अनि यो त त्यो विधान विपरीत भयो नि त। विधान विपरीतमा जानेहरूलाई त बाटो विधानमा त ल्याउनु पर्यो नि त, परेन कि भने उनीहरूले जय मङ्गोल भन्नु भएन, डाक्टर गोपाल गुरुङको कुराहरू गर्नु भएन, अर्कै झन्डा अर्कै एउटा त्यहीँको अलग्गै प्रतिपादन भएको पार्टी हो भनेर चिनारी दिनु पर्यो होइन र कुरो त? सबैभन्दा पहिला जय मङ्गोल भन्ने यो शब्द यो कसैको व्यक्तिगत यो फेवा होइन भनेर हामीले बुझ्नुपर्छ है। भनेको चाहिँ तपाईँको जय मङ्गोल भन्ने डाक्टर गोपाल गुरुङले सिकाउनु भएको र डाक्टर गोपाल गुरुङकै अधीनमा हुनुपर्छ सर। यस्तो हो, त्यो चाहिँ के भने मैले भन्नु खोजेको चाहिँ के भने मङ्गोलहरूको जय चाहनको लागि आज त्यो मङ्गोल सङ्गठनभित्रकोले मात्रै जय मङ्गोल शब्द प्रयोग गर्नुपर्छ भनेको यो चाहिँ हाम्रो अलिकति अप्ठ्यारो बुझाइ हुन्छ। त्यस कारणले त्यो सङ्गठन भएको सङ्गठनभन्दा बाहिरको मान्छेले पनि त्यो जय मङ्गोल शब्द भन्ने प्रयोग गर्नु पाउनुपर्छ एउटा कुरा है। त्यसो भए डाक्टर गोपाल गुरुङको सङ्गठन अन्तर्गत आएन होइन त डिजिजीहरू? एकछिन है, म तपाईँलाई यसो पहिला म दिन्छु। सबैभन्दा झन्डा अर्को बनायो भन्नुभन्दा पनि पहिला उहाँहरूलाई चाहिँ म किन धन्यवाद दिन्छु भने जो एउटा भित्री सीमा पुरानो तपाईँको के भयो अब डाङडुङ त्यहाँ त्यो कुरा म नगर्नु, त्यहाँबाट तपाईँ भित्री सीमा भएर चाहिँ तपाईँको भड्केर गएको सबै मान्छेहरूको भावनालाई त सङ्गठेर सुरक्षित राख्नु सफल हुनु भएको छ नि त। अन्य दलमा तपाईँको भड्केर त्यो व्यक्तिवादी कुरा हो नि त सर, त्यो त व्यक्तिवादी कुरा भयो नि त। होइन, सबैभन्दा ठुलो कुरो त्यो हो। अब भनेको कुरो चाहिँ के भने अब आउँछ झन्डाको कुरो। मूल घरमा आइसकेपछि त झन्डाको कुरै सकिहाल्यो नि, तर त्योभन्दा पनि अगाडि फेरि झन्डा नै लिएर गएको थियो। जस्तै एमालेको जस्तै कम्युनिस्टहरूको झन्डा चाहिँ तपाईँको एउटा विश्वमा एउटै झन्डा चल्छ नि त होइन र? एउटै झन्डा चल्छ नि, त्यो एउटै मात्रै झन्डा बोकेर गएको थियो, तर मान्छे त थिएन भने त त्यो त बेकारै हुन्थ्यो नि त। त्यस कारण झन्डा अर्को बनाए तापनि अब मान्छे त सुरक्षित छ। मान्छे आएर मूल घरमा आएर फर्किसकेपछि त झन्डा त तपाईँको त्यो त अब जुन तपाईँको मूलवासीहरूलाई एक बनाउने अभियान अनुसार तपाईँको सिद्धान्त अनुसार चाहिँ ठिकै भन्नुभयो, मूल घरमा त्यो छ त्यही जुन छ त्यही कायम नै रहन्छ भन्नुभयो। तर अहिले त छुट्टै छुट्टै सङ्गठन खोलेर चाहिँ हामी पनि यो सङ्गठन डाक्टर गोपाल गुरुङको सङ्गठन यो हो यसमा हो भन्दै गर्दाखेरि डाक्टर गोपाल गुरुङसँगको सिद्धान्तहरू मात्रै बोकेर चिनारी पहिचान भनेको झन्डा होइन, तिनीहरू त छैन। त्यो अनुसार त उनीहरू त मुद्दा पर्नुपर्ने हो नि त। तपाईँले भन्नुभयो जस्तै अब हाम्रो थमन भाइले होइन सबै तपाईँको डाक्टर गोपाल गुरुङको मुद्दा बोकेर जानुभयो होइन, नाम अर्कै खोल्नुभयो, नाम अर्को राख्नुभयो, उहाँले झन्डा अर्को बनाउनु भयो है। अन्त उहाँलाई चाहिँ हाम्रो अनुरोध के भने सबै मुद्दा मङ्गोलको बोक्ने, डाक्टर गोपाल गुरुङको मङ्गोलको मुद्दा बोक्ने, अनि फेरि मङ्गोल भन्नु चाहिँ उहाँले हिचकिच्याउने एउटा कुरा, अनि फेरि मङ्गोलकै मुद्दा बोकेर मङ्गोलको झन्डा बोक्नु चाहिँ उहाँलाई अप्ठ्यारो हुने त त्यो होइन। उहाँलाई चाहिँ यो तपाईँको च्यानलबाट म उहाँलाई अनुरोध गर्छु। उहाँ एउटा राजनीति शास्त्रमा उहाँले राम्रो अध्ययन गर्नुभएको व्यक्ति भएको हुनाले नेपालको वास्तविक मुद्दा उहाँले बुझ्नु भएको छ। हाम्रो मङ्गोलहरूको मुद्दालाई उहाँ आउनुपर्छ, मूल घरमा आउनुपर्छ। यदि साना तिना कुराहरूलाई म यो कुरा चाहिँ उहाँ थमनजी भाइलाई पनि भन्छु, अनि हाम्रो बिरलाल हाम्रो डिजिजीको साथीहरूलाई लगायत हाम्रो यता क्रान्तिकारीको साथीहरूलाई पनि भन्छु म, सानो तिनो कुरामा
अडचन लिएर बाधा अडचन लिएर अडान लिएर चाहिँ तपाईँको बस्ने हो भने हाम्रो मानिसहरूले भोलि मङ्गोललाई चाहिँ मुक्ति दिलाउला भन्ने के विश्वास गर्न सकिन्छ? सर तपाईँलाई पनि सानोतिनो कुराबाटै त एमएनओबाट कारबाही गरेर तपाईँलाई घाममा सुकाएको हो नि त, होइन र सर? सानातिना कुरा नै भन्नु पर्यो होइन। अब विशेष गरेर मलाई कारबाहीको विषयमा तपाईँले सोधिहाल्नु पर्यो, सुन्नुहोस् है। त्यसको लागि चाहिँ के छ त भन्दाखेरि 2064 साल जब म महासचिवबाट मैले राजीनामा दिएँ है, दिएपछि शान्तिलाल धिमाललाई महासचिव बनाउनको लागि मैले सिफारिस गरेँ। अनि गोपाल दाइले पनि उहाँलाई नै चुन्नु भएको छ, ठिकै छ किरण, अब मैले उहाँहरू उसैलाई सम्झेको थिएँ भने उहाँलाई हामीले जिम्मा दिउँ। त्यसपछि म केन्द्रीय सल्लाहकारमा म रहेँ। त रहिरहेको अवस्थामा चाहिँ के हो त भन्दा म 1.5 महिना जति चाहिँ अनुपस्थित भएको थिएँ। त्यतिखेर चाहिँ 2064 साल असार 3 गते एउटा पत्र आयो, बुद्धलाल भाइले लिएर आउनु हो। आएर चाहिँ तपाईँको त्यो पत्र मेरो मिसेसलाई दिएर जानुपर्छ है। अनि विशेष तपाईँको त्यो पत्र मैले खोलेर हेर्दा त्यहाँ के लेखिएको छ भने श्री किरण एक्टेन दानाबारी 3 इलाम उक्त नामाङ्कित संगठनको नयाँ रणनीति अनुसार नयाँ उचाइमा पुर्याउनको निमित्त अति द्रुत गति दिनुपर्ने भएको छ। यसकारण यस अवधि तपाईँ आफ्नो धर्म र सङ्घ संस्थामा व्यस्त रहनुपर्ने देखिएकोले, रहेकोले भन्ने छैन, तपाईँ आफ्नो धर्म र सङ्घ संस्थामा व्यस्त रहनुपर्ने देखिएकोले तिनै तपाईँको धर्म र सङ्घ संस्थामा काम गर्न समय खकुलो होस् भन्नको निमित्त आज उपरान्त तपाईँ यस सङ्गठनको कुनै पनि पदमा नरहेको जानकारी गर्दछु। यसले चाहिँ यो पत्रको सारले चाहिँ के बुझिन्छ भने यसको मूल सार चाहिँ हेर किरण, तिमी चाहिँ यहाँ सङ्गठनमा भन्दा पनि तिमी आफ्नो धार्मिक सङ्गठनमा चाहिँ त्यहाँ व्यस्त भएर काम गर्नु अति आवश्यक छ, त्यसकारण तिमी अहिले त्यतै काम गर भन्ने चाहिँ उहाँको एउटा आदेश जस्तो चाहिँ त्यो बुझिन्छ है। अब बाहिर अफा हल्ला चलाउनेले के चलाए के भने होइन, त्यो म त्यो वास्तविक गर्दिनँ, म सुन्दिनँ पनि होइन, त्यो तपाईँको मलाई छैन। पछि गएर तपाईँको यो पहिलो संविधान सभा ताकामा तपाईँको यो मैले ठुलो तपाईँको लिम्बानको तपाईँको मुद्दाहरू हुन थाल्यो, के अरे यो आन्दोलनहरू हुन थाल्यो। अनि कुमार र सन्जु दुईवटा फुटेर गए। नफुटेको अवस्थामा लिम्बनले झन्डै तपाईँको विजयको शिखर चुम्न आँटेको थियो। जब फुटेपछि उनीहरूलाई मिलाउनको लागि मैले 1 वर्ष कसरत गरेँ। सन्जु पालुङा पक्षलाई मैले 1.5 लाख रुपियाँसम्म तपाईँको मैले सहयोग पनि गरेँ। यति गर्दा पनि नभएपछि मैले सोच्नु पर्यो, अब यो हुँदैन। त हुँदैन भने के गर्ने भन्दा एमएनओको अवधारणा अनुसार प्रान्त राज्यको नामहरू नदी नाला हिमाल पहाडबाट हुनुपर्छ भन्ने जो अवधारणा अनुसार मैले चाहिँ कोशी पूर्वको क्षेत्रलाई चाहिँ लिम्बुवान होइन कञ्चनजङ्घा प्रदेश नाम राखियोस् भनेर कञ्चनजङ्घा प्रदेश निर्माण आग्रह समूह भने मैले एउटा समूह बनाएर अनि त्यो काङ्ग्रेसलाई त्यो मैले अनुरोध गरेँ है, एमालेलाई गरेँ, माओवादीलाई मैले दिएँ। अब एमएनओलाई त दिने कुरा आएन, उसकै मुद्दा थियो, फेरि एमएनओ सरकारमा पनि थिएन। र यो कुरा गर्दाखेरि मलाई पार्टी खोल्यो भनेर कतिपय साथीहरूले अब त्यस्तो आरोप पनि लाग्यो। त्यो सामान्य हो त्यो कुरा, किनभने हाम्रो मान्छे को पो छ र त्यस्तो अब त्यस्तो कुराहरू होइन। मैले एमएनओकै मुद्दालाई मैले उठान गरिदिएको थिएँ, उहाँहरू बोल्नु सक्नु भएन, त्यतिखेर बोल्नु सक्नु भएन नि त एमएनओ त, हुनु हुँदैन भनेर कसैले बोल्नु सकेन नि त, त्यतिखेर त मैले बोलेको। सर तपाईँलाई जुन एमएनओबाट बर्खास्त पश्चात एमएनओलाई कस्तो दृष्टिकोणले हेर्नु भएको छ? के निहालेर हेरिराख्नु भएको छ कि जस्तै कि थम्मन बहादुर बुढा मगर मूल सचिव हुनुहुन्थ्यो पछिल्लो समयमा, त्यहाँदेखि पनि थम्मन बहादुर बुढा मगरलाई कारबाही गरेर निकालेको भन्ने कुराहरू कहीँ हल्ला आएको थियो। यो कारबाही गरेको र निकाल्नु भएको कि आफै छोड्नु भएको के छ? यसको बारेमा के 2 शब्द राखिदिनुहुन्छ कि? भन्नाले मलाई हजुर होइन थम्मन बहादुर बुढा मगरलाई चाहिँ कारबाही गरेर निकालेको भन्ने कुराहरू पनि उही सुनिन्थ्यो त्यसरी नै होइन। उहाँ चाहिँ कारबाहीमा परेर निस्किनु भएको हो कि आफै निस्किनु भएको एमएनओबाट? केही 2 शब्द राखिदिनुहोस् न सर। यस विषयमा चाहिँ म अनभिज्ञ छु है। थ्याङ्क यू। सरी, यसको लागि चाहिँ म क्षमा माग्छु, यसको लागि चाहिँ म अनभिज्ञ छु है। तर मेरो रिक्वेस्ट चाहिँ के भने जस्तै मलाई निकालियो नि होइन, एउटा धर्मको तपाईँको त्यो पनि पछि मैले चाल पाएँ। आज 1 महिना मात्रै हुँदैछ, मलाई किन निकाल्नु पर्यो भन्ने कुरा चाहिँ गोपाल दाइले चाहिँ परिबन्धमा परेर त्यो पत्र लेख्नु भएको रहेछ।
तर गोपाल दाइलाई म प्रशंसा गर्छु तपाईँको त्यो पत्रद्वारा मेरो कहीँ पनि मलाई आँच आउने गरी तपाईँको मेरो एउटा व्यक्तिगत जीवनमा चाहिँ तपाईँको आँच आउने गरी उहाँले लेख्नु भएको छैन। अनि त्यो पत्र चाहिँ मैले लेमिनेसन गरेर मेरो नाति पनातिसम्म पनि म राख्छु भनेर सुरक्षित राखेको छु कि मैले। सर तपाईँ धार्मिक एकछिन है, मैले भन्नु खोजेको चाहिँ पार्टीबाट यदि कसैले कारवाही गर्दै निकालिदियो भने सिद्धान्तबाट, जब निकालिएको मान्छे सिद्धान्तबाट नै भाग्यो भने त्यो मान्छे होइन। मलाई निकालियो त म चाहिँ त्यो सिद्धान्तबाट भाग्ने होइन, त्यो सिद्धान्तमै छु। त्यो सिद्धान्तमा रहेको कारणले गर्दाखेरि आज भाइहरू हो मानिदिनुहोस्, तपाईँहरूले जुटिदिनुहोस् प्लिज, यसरी हुँदैन होइन भनेर म चाहिँ एउटा चाहिँ मेरो भाइहरूलाई म चाहिँ रिक्वेस्ट गर्दछु। एउटा के मान्छेलाई भिडको हात चाहिँ फैलिरहेको छु मैले। अब मान्नु नमान्नु उहाँको कुरा हो, तर मानिदिनु भएन भने पनि मलाई त के मेरो आत्मा शान्ति हुन्छ नि त। म र टिफाको आत्मा त हाम्रो त आत्मा शान्ति हुन्छ। हामीहरूले भनेको थियौँ, अब सुनिदिएन भने हाम्रो आत्मा शान्ति हुन्छ। हामी मरेर गर्छौँ, पछि गएर उहाँहरूले कुरा गर्छन्। टिफा र किरण एकछिन बुढाले त हामीलाई भनेको थियो गिल्टी फिल गर्छन्। सर तपाईँ धार्मिक विषयबाट पनि तपाईँको जुन त्यस्तो खालको कुराहरू आएको कुराहरू बुझियो होइन सर। तपाईँ धर्मको कुराहरू गर्दाखेरि चाहिँ अलिकति बेग्लै धर्म मान्नुहुन्थ्यो कि, जस्तो कि लिम्बू समुदाय हो तपाईँ, अब यो मूलवासी र आदिवासी जनजाति भन्ने कुराहरू त धर्मले पनि अन्य धर्मले पनि छुट्याउँदछ होइन। जस्तै कि मूलवासीहरूको धर्म हुन्छ, जनजातिहरूको हुँदैन। तपाईँ जनजातिमा पर्नुभयो होइन त, जुन कि लिम्बूहरूको धर्म नभएर बाहिर धर्म कतैको मान्नुभयो। सर तपाईँ सबैभन्दा म तपाईँलाई एन्सर दिइहाल्छु त्यसो भए। सबैभन्दा मूर्ख मानिस त्यो हो, यो संसारमा सबैभन्दा मूर्ख मानिस त्यो हो जसले धर्मभित्र आफ्नो जातीय पहिचान खोज्दछ। पहिचान बिना कसरी मूलवासी चाहिँ जुन यस्तो कि सर कस्तो भन्दा तपाईँ मूलवासी हो भने तपाईँसँग 8वटा एभिडेन्सहरू तयार पार्नुपर्छ भन्ने कुराहरू डाक्टर गोपाल गुरुङको जुन सिद्धान्तमा छ कि छैन भन्नुहोस् त। इन्डिजिनियसहरूको मुद्दाहरूमा छ नि त। अनि तपाईँ चाहिँ मेरो यो चिनारी हो भन्दै उता मारिया म्याडमको गीतहरू गाएर बस्दा त तपाईँ त नेपालको त हुनु भएन नि त होइन। सही ठाउँमा आउनुभयो है। म पनि पहिला यस्तै भन्थेँ हजुर है। जबसम्म हामीले धर्मको राम्रो परिभाषा, हामी धर्म भन्दैन म ईश्वर भन्छु कि है। तागेरानिया फुमाङ हाम्रो लिम्बू भाषाबाट तागेरानिया फुमाङको जबसम्म हामी उहाँलाई चिन्न सक्दैनौँ, उहाँको परिभाषा उहाँ को हुनुहुन्छ भनेर बुझ्न सक्दैनौँ भने सबैको क्वेसन हेर्ने आउँछ है। त हाम्रो लिम्बू मुन्दुममा के भन्छ भने तागेरा उन्छोनमा उन्छोन सुन्ने नेसे मोङली नेसे ख्याउली नेसे त केही पनि थिएन, सुन्ने थियो। तागेरा माग्ले निङ्गा फुमाङले इक्सा खाम्बे पुङ्लो भाङ पार्क इक्सा खाम्बे पोखे के अरे चैता अखि पुङ्लो भाङ पार्क बाहिर के पोखे क्याङसँग यहाँ मिक्सा चोगु भनेर भन्यो मुन्दुममा त्यो भन्छ। भनेपछि यहाँ या थुङ्सा चोगु भनेर मात्रै भनेको छैन त मुन्दुमले त। या थुङ्सा चोगु किरान्सा चोगु खम्बुसा चोगु भनेको छैन, मेन्साङ्गिन या मिसा चोगु भनेको छ है। त त्यस कारणले गर्दा त्यही एउटै मात्रै ईश्वर बनाएको छ भनेर चाहिँ हाम्रो मुन्दुम लिम्बूको मुन्दुमले भन्छ भने म त्यसलाई म फलो गरिरहेको छु। र त्यो कुरोलाई चाहिँ जसले चाहिँ तपाईँको फलो गर्दैन भनेदेखि त्यो मुन्दुमलाई चाहिँ एकचोटि हामीले हेर्नुपर्ने कुरा हुन्छ। म चाहिँ यो भन्छु। एकदम सर तपाईँ चाहिँ कुनै पनि एउटा गाउँ बस्ती एउटा कुरा सोधिहाल्नु पो एउटा टुङ्गाइहाल्नु होइन। एउटा भन्छ नि हात तिसिरे पुच्छा अर्को किन गर्ने। हाम्रो पहिचानको वस्तुहरू कुनै पनि धर्मले कुनै पनि जातिको पहिचान दिन सक्दैन। यो तपाईँले एकदम राम्रोसँग अध्ययन पनि गर्नु होला। कुनै पनि धर्मले कुनै पनि जातिको पहिचान दिन सक्दैन। पहिचान दिने मात्र 7वटा कुराहरू हुन्छन्। त्यो कुरा भनेको 1 नम्बरमा भाषा, 2मा लिपि, 3मा हाम्रो गीत सङ्गीत वाद्यवादन हाम्रो पोसाक पहिरनहरू परे, 4मा गएर हाम्रो वाद्यवादन नाचहरू नाचको ढाँचाहरू परे होइन। अनि 6 नम्बरमा गएर चाहिँ तपाईँ के पर्यो भने हाम्रो राष्ट्र पर्यो। लगभग 6वटा भनौँ मूलभूत रूपमा 6वटा कुराहरू पर्छन्। यो कुराहरू अपरिवर्तनीय हो। यसले मात्रै फलना जाति भनेर सुनाउँछ। जस्तो ऊ पर एकछिनको लागि पुन्नुङ 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 पुङ गरेर शङ्ख बज्यो भने त्यहाँ
मान्छे दोधार हुन्छ कि त त्यहाँनिर चाहिँ किन धर्मावलम्बीहरूले पूजा गर्दैछ कि त बाहुनहरूले पूजा गर्दैछ हिन्दूहरूले भन्ने चाहिँ एउटा लाग्छ। तर त्यहाँनिर च्याङ बस्ने त्यो लिम्बू हो भनेर भन्छ। अब जस्तै हामी तपाईँको फल्गुनन्द जन्मिनुभन्दा अगाडि हम्जिते खलबरीहरू जन्मिनुभन्दा अगाडि पनि हामीले याक्थुङ भएको थियो नि, त्यतिखेर पनि पानीलाई चुहारै भन्थ्यो। अहिले विविध अहिले आएर हामी यसरी अहिले 21औं शताब्दीमा आइपुग्यौँ तर पनि पानीलाई चुहानै भन्छु। सर तपाईँलाई चाहिँ कस्तो लाग्छ कि सबै लिम्बू समुदायहरू चाहिँ त्यो मान्दै आएको धर्म छोडेर चाहिँ विदेशी धर्म मानोस् जस्तो लाग्छ कि त्यही धर्ममा चाहिँ मानिरहोस् जस्तो लाग्छ? तपाईँ चाहिँ कस्तो फिलिङ्स गर्नुहुन्छ उनीहरूको? धर्मको परिभाषा सबैभन्दा पहिला हाम्रो मान्छेले बुझ्नुपर्ने कुरा के छ, धर्म भनेको राम्रो काम हो होइन, पाप भनेको खराब काम हो। तर कुरो आउँछ यहाँ चाहिँ तागेरानियाको माग है। जस्तै तपाईँको यो एकछिनको लागि घाम, अब त्यो सूर्य चाहिँ कसको भन्ने, यो स्वदेशको भन्ने कि विदेशको भन्ने। त्यस कारणले संसारमा यस्तो कुराहरू छ जो एउटा हामी जातिभित्र सीमित जातिताको घेराभित्र रहने कुराहरू छ, अनि राष्ट्रको घेराभित्र रहने कुराहरू, त्यहाँदेखि राष्ट्रभन्दा बाहिरको कुराहरू, अनि त्यो सबै यो पृथ्वीभन्दा पनि सबैभन्दा त्यो बाहिरको कुराहरू छ हेर्नुहोस्। र त्यो हो ईश्वर भनेको, त्यो माग तागेरानियाको माग भने चाहिँ ऊ हो। उसलाई चाहिँ एउटा हामी सीमित यत्रो ब्रह्माण्ड सृष्टि गर्ने तागेरानियाको मागलाई एउटा जातिको घेराभित्र राख्नुपर्छ र रहन्छ भनेर हामीले चाहिँ त्यो कल्पना गर्नु चाहिँ अलिकति हाम्रो चाहिँ अझ नै हुन्छ। सर तपाईँ सेम त्यस्तो ठुल्ठुलो मुद्दाहरूको जिम्मेदारी भएर अघि सर्नुभएको छ, धार्मिक कुराहरूमा पनि मुछिँदै हुनुहुन्छ। सर तपाईँले चाहिँ आफैले गर्व मान्नुहुन्छ कि दुखी मान्नुहुन्छ, के मान्नुहुन्छ कि तपाईँ अहिले धार्मिक विषयमा चाहिँ आफैले मूल्याङ्कन गर्दा चाहिँ के मान्नुहुन्छ? खुसी लाग्छ, गर्व लाग्छ? एकदम म गर्व गर्छु सर। म पनि तपाईँ जस्तै आइगए राम्रो हुन्छ कि म मेरै हाम्रो लिम्बूकै धर्ममा बसे राम्रो हुन्छ जस्तो लाग्छ? के लाग्छ, के सल्लाह दिनुहुन्छ मलाई? धर्म त सबैको एउटै हुन्छ। धर्म अघि पनि मैले भने कसरी एउटै हुन्छ त्यो तपाईँको कुरो, तपाईँ यस्तो फेल हुने कुरा गर्नुभयो भने, यहाँ साउदी अरबमा आउनुभयो भने, कतारमा अरबी कन्ट्रीमा आउनु भने तपाईँलाई फाँसी लाग्छ सिधै। होइन, धर्मको परिभाषा तपाईँ दिनुहोस् त। धर्मको परिभाषा तपाईँले स्वयं 2-3 चोटि दिइसक्नुभयो। राम्रो कामलाई धर्म भन्छ, तर त्यो के हो त? होइन, धर्मको परिभाषा चाहिँ के हो भने राम्रो काम गर्नु, हेर्नुहोस् है, त्यो चाहिँ धर्म हो होइन। नराम्रो पाप गर्नु त्यो चाहिँ पाप हो। र त्यस कारणले मैले मानेको चाहिँ को हो त भन्दाखेरि मैले राम्रो कामलाई मैले मानेको होइन, नराम्रो कामलाई मैले मानेको होइन। मैले चाहिँ कसलाई भने हाम्रो लिम्बू मुन्डुमले भनेअनुसार जसले सृष्टि गर्यो, जसले मिन्सम्के यहाँ मिसर बनायो उसलाई मैले चाहिँ आदर गरेको, मैले ऊमाथिमा आशा राख्छु। तपाईँले जुन भन्दै गर्नु खोज्नु भएको कुरो त जेसुसको किताबमा त छैन होला नि त, त्यो त बाइबलहरूमा त छैन होला नि त। त्यो त यता हाम्रो लिम्बू समुदायको उयो कथा कहानी भन्नुभयो त। तपाईले बाइबललाई अध्ययन गर्नु भएको छैन, तपाईले अध्ययन सबै यता सुन्नु, बाइबलमा पनि त्यही छ, यता कुरानमा पनि त्यही छ, लिम्बूहरूको वेदहरूमा पनि त्यही हुन सक्छ होइन, अन्य सबै धर्महरूको वेदमा त्यही हुन सक्छ। तर जुन समुदाय जहाँ बसेको छ त्यहाँनिर चाहिँ तपाईँले चाहिँ अन्य धर्महरूसँग समन्वय गरेर त्यहाँनिर आतङ्क मचाउनु भएको छ भने उसको संरचना धराशायी भएन? ल भन्नुहोस् त, उसको कला कल्चर, उसको इतिहास धराशायी बनाउने काम त तपाईँ पो हुनुहुँदो रहेछ। तपाईँ त एउटा ठुलो फटा मान्छे पो हुनुहुँदो रहेछ। हेर्नुहोस्, तपाईँले जुन आस्था राख्नु भएको छ, मैले क्रिस्टलाई मान्दा के तपाईँको धराशायी भयो? हुँदैन नि, त्यो त सबैमा निर्भर हुन्छ नि होइन र। अब मैले क्रिस्टलाई मान्दाखेरि तपाईँले चाहिँ त्यो जे मानिरहनु भएको छ, मेरो क्रिस्ट धराशायीमा पर्छ र पर्दैन नि, त्यो त ममा भर पर्छ नि, त्यो त्यस्तो हो। तर मूल कुरो हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो त भन्दाखेरि सबैभन्दा हाम्रो पहिचान जोगाउने वस्तुहरू छन् 6वटा। ती कुराहरूलाई हामी सर तपाईँले क्रिस्चियन धर्म मान्दाखेरि लिम्बूहरूको पहिचान जोगिन्छ कसरी? अघि 7वटा भन्नुभयो, अघि अहिले 6वटामा आउनुभयो, तर वास्तविक चाहिने प्रमाण भनेको 8वटा हुन्। यो 8वटा प्रमाण, 6वटा प्रमाण त खसहरूको तयार भइसकेको छ र त्यो तपाईँलाई त्यो जानी किन बुझ पचाउनु? अझै भरे 4वटा 3वटा हुँदै भरे फेरि त एउटैमा पनि पुर्याउनु हुन्न। खास गरी 8वटा हो। यस्तो हो, सबैभन्दा यस्तो म भन्छु ल, तपाईँको क्वेसनलाई एकदम म सिरोपर गर्छु। तर हाम्रो जाति समुदायमा तपाईँ जस्तो एउटा जुन एउटा यो च्यानल चलाउनु भएको छ, म गर्व गर्छु।
है गर्व गर्छु यसको लागि। सबैभन्दा पहिला के हुन्छ त भन्दा हामीले चाहिँ हाम्रो जातीय पहिचान अहिले हामी लिम्बूले 11वटा धर्ममा विभाजित छौँ। अब धर्मै भन्नु पर्यो, 11वटा धर्ममा हामी विभाजित रहेकोमा अब हामी कुनै हालतले पनि तपाईँ एउटैमा हामी हुन सक्दैनौँ है। विविध कारणले म त्यो कारणहरू भन्दिनँ, तर हामी जुनसुकैमा भए तापनि हाम्रो पहिचान भनेको जोगाउने कुराहरू मात्रै विशेष गरी 7वटा अब तपाईँलाई भन्छु। 1 नम्बरमा हाम्रो भाषा, 2 नम्बरमा हाम्रो लिपि, 3 नम्बरमा हाम्रो पोसाक परिधान, 4 नम्बरमा हाम्रो गहनाहरू, 5 नम्बरमा हाम्रो गीत सङ्गीत, 6 नम्बरमा हाम्रो वाद्यवादन है, 7 नम्बरमा गर्छ हाम्रो राष्ट्र। यो कुरा चाहिँ हामीले बचाउनुपर्छ। त मैले आज ख्रिस्टलाई मानेको छु भने भोलि मेरो छोरा नमान्न सक्छ, मेरो नाति अर्कैमा जान सक्छ। त यो त मेरो व्यक्तिगत कुरा हो र मेरो व्यक्तिगतमाथि कसैले पनि तपाईँको अमला खडा गर्नु चाहिँ यो चाहिँ अपराध हुन्छ, चाहिँ पाप हुन्छ भनेर म भन्छु। थ्याङ्क यू सर। हामी कार्यक्रमको अन्तिमतिर आइसकेछौँ सर। जाँदा जाँदै जुन तपाईँको जुन सङ्गठन छ ती सङ्गठनको सदस्यहरूले के भन्न चाहनुहुन्छ र जुन एमएनओ क्रान्तिकारी र डिजिजीको जुन व्यक्तित्वहरूलाई के सल्लाह दिन चाहनुहुन्छ, छोटकारीमा सल्लाह दिनुहुन्छ? सबैभन्दा पहिला त म के भन्न चाहन्छु भने मङ्गोल मुक्तिको लागि जो सङ्घर्षरत हुनुहुन्छ अहिले जहाँ जहाँ हुनुहुन्छ तपाईँहरू मूल घरमा आउनुपर्छ, मूल घरमा जानुपर्छ। म त अब बाहिर छु होइन, बाहिर छु, तर म तपाईँलाई यो सल्लाह दिन्छु तपाईँहरू जानुपर्छ मूल घरमा। यदि तपाईँहरू मूल घरमा जानु सक्नुहुन्न भने तपाईँहरूले मङ्गोल मुक्तिको लागि कल्पना गर्नु र भाइ बहिनीहरूको जिन्दगी बर्बाद पार्नु सिवाय अरू केही पनि हुने छैन। यदि तपाईँहरू मूल घरमा गएर सङ्गठनको नियम नीति अनुसार तपाईँहरू चल्न सक्नु भएन भने निश्चय पनि फाल्टो रहनु भने भाइ बहिनीहरूको जिन्दगी बर्बाद पार्नुभन्दा अघि अरू केही पनि हुने छैन। त्यस कारणले म भन्छु भाइ बहिनीहरूको जिन्दगी बर्बाद नपारिदिनु। तपाईँहरू साँच्चै मङ्गोल मुक्तिको लागि अब शिखर चुम्ने हो, सफलता चुम्ने हो भने तपाईँहरू सबै मूल घरमा जानुहोस्। हुन्छ है, म यही नै सबै साथीहरूलाई भाइ बहिनीहरूलाई म यही भन्न चाहन्छु। हस् त, अर्को समाचारमा भेट्ने बाचाको साथै अहिलेलाई बिदा हुन चाहन्छु। तपाईँको दिन 4 शुभ रहोस्। जय मुकुम लोक।